माम्मीको भोजन आज डिनरमा कोदा र फापरको रोटी, दही, साग, अचार, मिक्स अचार। कतिवटासम्म रोटी खानुहुन्छ सक्नुहुन्छ मामी? दुईवटा? दुईवटा चाहिँ उहाँको टुक्राएको हो, एकदमै हेल्दी। यो जति हेल्दी चाहिँ फुडै हुँदैन भन्दा नि हुन्छ एक प्रकारले। सुपर फुड हो कि यो। अब यस्तो यस्तो खानु भएको छ, आफै खान सक्नु भएको छ मजाले। स्वाद मानी त्यो त्रिप्प खानुहुन्छ सबै। त्यसले गर्दा पनि उहाँको स्थिति चाहिँ एज इट इज छ। बढिया पनि छैन, घटिया पनि छैन। मजाले बाथरुम साथरुम जाने गर्ने, यताउता घुम्ने गर्ने। अब मैती देवी चाहिँ अहिले पानीले गर्दा जान सक्नु भएको छैन। यो पानीको बर्सात सकिसकेपछि मैती देवीबाट चाहिँ यता सेतो पुल हुँदै पनि आउनु भइरहेको अवस्था हो। ल, यही हो अहिलेको ताजा हालखबर हाम्रो मामीको र मेरो भनौँ न।